र आज चाहिँ दामी तरिकाले घरमै चटपटे बनाएर होइन ट्याक्क होइन बजारको स्टाइलमा खाइयो तपाईँले देख्न सक्नुहुन्छ। आज चाहिँ ट्याक्क चटपटे बनाउने मलाई जोस चलेर रातो भाँडाहरू लिएर भन्दा मग लिएर पखालेर त्यसमा करेन्ट चाउचाउ हालिसकेपछि करेन्ट चाउचाउ नि मात्रै साँधेको बनाएर खाना हाल्छु थिएँ। त्यही भएर त्यसलाई हालेर त्यसको मसलाहरू एकदमै दामी तरिकाले चक्कुले होइन निन्जा स्टाइलमा काटेर मैले चाहिँ हालिसकेको छु मसला तपाईँले देख्न सक्नुहुनेछ। र अब मसला हालिसकेपछि अब त्यहाँ भएको खुर्सानीको धुलो पनि हाल्नुपर्छ। त्यही भएर मैले त्यहाँ खुर्सानीको धुलो पनि हालिदिनु पऱ्यो भनेर खुर्सानीको धुलो पनि मैले चाहिँ माथिबाट हालेर त्यो दुइटालाई अब होइन मेरो यो चाहिँ डन्ठा चम्चा घुमाउने छ त्यो घुर्नेले चाहिँ मराङ 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 पारेर दामी तरिकाले गरिदिइरहेको चाहिँ देख्न सक्नुहुन्छ। र प्याजहरू पनि दामी अब निन्जा टेक्निकमा म चाहिँ छक्कसँगले काटेर एकचोटि चिया चिया पार्दैछु। र घरैमा फलेको घरको करेसाबारीमा फलेको धनियाँ ल्याएर मैले त्यसलाई पनि ट्याक 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 एकदम दामी तरिकाले मसिनो चपमा काटेर त्यसलाई मैले रेडी पारिसकेको छु तपाईँले देख्न सक्नुहुन्छ। र फेरि त्यो सबै सामानलाई चाहिँ मैले ट्याक हाम्रो बाल्टीमा भन्दा पनि बट्टामा हालेर पुरै मगमा हालेर पुरै एकदम अब सबै खतरा बजारमा स्टाइलले बनाए जस्तो गरेर कागती पनि ल्याएर होइन टक्क अमिलो पिरो चस्सोसँगले मिलाएर म चाहिँ अब कागती पनि एकदम काटिरहेको छु तपाईँले देख्न सक्नुहुन्छ। र कागती 2 फ्याक पारिसकेपछि चाहिँ अब यो फ्याक चाहिँ स्वाट निचोरेर ट्याक्क मैले हाल्छु चाहिँ किनभने एकजनाले मात्रै खान्छ नि त धेरै अमिलो खायो भने पनि पेटको लागि नोक्सान गर्छ। त्यसै कारणले म चाहिँ हालेर फेरि एकदम दामी तरिकाले घोलिसकेको छु। एकदम दामी तरिकाले घोलेपछि तपाईँले देख्न सक्नुहुन्छ एकदम दामी नै भइरहेको छ चटपटे चाहिँ होइन। अहिले पनि खाउँ खाउँ लागिरहेको छ अहिले पनि एकदमै मिठो लागिरहेको छ है तपाईँले देख्न सक्नुहुन्छ। एकदमै दामी भइसकेको छ चटपटे चाहिँ। र ट्याक्क प्लेटमा हालिसकेपछि मैले चाहिँ र आफू बस्ने सधैँको ठाउँमा गएर अब चाहिँ म ट्याक्क चटपटे खाना स्टार्ट गर्छु। चटपटे भन्दा पनि चाउचाउ साँधेको होइन ट्याक्कसँगले खाँदा त म अहिले पनि यस्तो दामी भइरहेको छ तपाईँले देख्न सक्नुहुन्छ होइन। ट्याक्क खाँदैछु अहिले चाहिँ म एकदम दामी भएको छ तपाईँले देख्न सक्नुहुन्छ। र खाँदा खाँदै होइन यताउता हेर्दा हेर्दै खाइसकेको त थाहा नै पाइनँ क्या चाहिँ यति छिटो खाइसक्यो र यस्तो भिडियो हेर्नु छ भने सब्सक्राइब गर्न नभुल्नु होला। हस् त धन्यवाद।